पत्रकार हो किन पहिला कुरा पत्रकार होइन भने जान्छ अहिले यहाँ नमान्नु यो जेएनसीको नाममा गभर्नर बनाउनु छ पार्टीको नाममा अहिले त अरु क्वेशन नगर्नु न पत्रकार सम्मेलन एउटा चुनावको लागि गरे हामीले होइन यहाँ तपाईँ झगडा गर्न नआउनुहोस् माइक लिनु त उहाँको पर्खिनु न उहाँको एन्सर गरिरहेको उहाँले चाहिँ मेरो प्रतिक्रिया आज सुनेर चालु पढाउन थाल्नु मिराज ढुङ्गानाले पनि पत्रकार सम्मेलन गरे उनीहरूले नै हो अहिलेको स्थिति पैदा गरेको त्यसलाई सार्थक बनाउनको लागि पनि उनीहरूले पार्टी खोल्नुको विकल्प थिएन क्रान्ति अगाडि बढिसक्यो कसले अपहरण गरिदियो के भयो भनेपछि नजन्मिँदै बदनाम भएन जेनजी मिराज ढुङ्गानाले म हुँ भने प्रवेश दाहालको कुरा पनि आयो को त्यसको वास्तविक लिडरसिप अब दल खोल्ने भनेको सत्तामा जाने त होला बालेन शाहले चाहिँ गृहमन्त्रीको राजीनामाको कुरा गर्दैछन् कतिले प्रधानमन्त्रीको राजीनामाको कुरा गर्न थाले अब बालेनका अगाडि कस्ता खालका चुनौती देख्नुहुन्छ तपाईँ अब बालेन को हुन् भन्ने सबभन्दा प्रमुख प्रश्न हो अब बालेन लुसिफर हुन् भने उनी दण्डनीय छन् अब बालेन हुन् भने उनलाई काम गर्न त दिनु पर्यो जम्मैले को हुन् त बालेन शाह प्रश्न नै हो जे जो बबन्डर भइरहेछ कसले गरे हो त्यो अब हामीलाई पनि बोल्न डर लाग्छ तर यो दण्डनीय काम होइन यो असन्तुष्ट विरुद्धको विद्रोह मात्रै पनि थिएन यो प्रायोजित थियो यो त्यसले नै यो एजेन्डालाई चाहिँ अपहरण गर्यो जेनजीले के हात उठाउनु पर्यो कि उसले आफ्नो एजेन्डाहरू बाहिर ल्याउनु पर्यो क्या प्रधानमन्त्रीको जुन तौर तरिका देखिएको छ केपी ओली भन्दा बेग्लै उनको शैली त आएन नि त त्यो होइन नि प्रधानमन्त्रीको शैली जेनजी एकातिर छ अन्तरिम सरकार अर्कैको भन्थ्यो भनेपछि मुद्दा नै अपहरण भयो भन्ने कुरा छ आफूले देख्नु पर्यो भने अनि त्यो दिन आउँदैन भन्नु छ त अहिले गगन थापाहरू पनि चुप लागे उषा किरणलाई बनाइदियो तिमीले त्यहाँबाट एउटा उपाय आउन सक्छ समाज त के स्वयं नेताले मेरो घर किन जलाएको भन्न सकिरहेको छैन छ के हुन्थ्यो सबै हावादारी कुरा मात्रै हुन् कि यसमा केही तारतम्य पनि छ प्रचण्ड के भन्छन् भने म प्रधानमन्त्री हुनुपर्छ यो त कुकुरले पुच्छर होइन पुच्छरले टाउको हल्लाउने भन्थे नि गणेश मानले त्यस्तो कुरा भयो पछि चुनाव हुने नै भयो भने के हुन्छ त अनि दर्शकवृन्द हामीसँग कुराकानी गर्नका निम्ति राजनीति विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी हामीसँग हुनुहुन्छ डाक्टर स्वागत छ ल धन्यवाद डाक्टर साहब यो आन्दोलन क्षति र यो आन्दोलनको समग्र विषयको घटनाको विषयलाई लिएर सेनाले जुन खालको वक्तव्य या पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ यसलाई कसरी लिनुभएको छ सेनाको धारणालाई कसरी लिनुहुन्छ त्यो सेनाले त्यो किन गर्नुपर्ने त्यो मैले बुझिनँ कि त्यसले विवाद ल्याउने जस्तो लाग्छ क्या मलाई फेरि अब त्यो सेनाको जे विचार आइरहेछ त्यो विचार पनि अब न्यायालयसँग पनि विवादित बन्यो भन्ने खालको आयो बालेन शाहको लाइनमा आयो फेरि त्यो बालेन शाह आफै चाहिँ एउटा सन्देहास्पद व्यक्ति भन्ने छ यसले सेनाको छविमा विवाद बढाउँछ भन्ने लागेको छ कि मलाई चाहिँ त्यो सबै कतिजना मरे को मरे कहाँ के भयो भन्ने काम प्रहरीको होइन र सेनाको हो त्यो काम त्यसले सेनाको छविलाई सकारात्मक एउटा कन्ट्रिब्युसन गर्छ भने जस्तो लागेन मलाई यसो सर सुन्दाखेरि के त्यो आवश्यक होइन नि सेनाले त्यो सब किन गरिरहनु पर्छ सेना युद्धमा आएको होइन के होइन सेनाले किन त्यो बचाएन भन्ने कुरा मात्रै थियो बाँकी त केही पनि थिएन नि त त्यस कारणले यो चाहिँ सेनाको जुन छवि हो त्यो सेनाको छविमा यसले राम्रो गर्छ भन्ने जस्तो मलाई लागेन त्यो किन त्यो सेनाले त्यो निर्णय गर्यो किन ऊ यो सबमा आएको त्यो मैले बुझिनँ कि उसको केही अन्तर्य होला तर मैले बाहिरबाट हेर्दाखेरि चाहिँ त्यो सब सेनाले गर्ने काम जस्तो मलाई लागेको छैन खालि एउटा वक्तव्य जारी गरेर भ्रम खडा भयो इत्यादि त्यो भ्रममा नेपाली सेनाको कुरा यो छ भनेर विज्ञप्ति जारी गर्नु चाहिँ एउटा कुरा हुन्थ्यो मिट द प्रेस नै गरिसकेपछि चाहिँ त्यसले सेनाको जुन अहिलेसम्मको किनभने उसको भूमिकालाई कसैले पनि केहीले अब किन सिंहदरबार बचाएन केमा भनेका थिए बाँकी त केही पनि भनेको थिएन राम्रो सेनाको भूमिका भयो सेनाको कारणले चाहिँ थप हिंसा भएन र महत्त्वपूर्ण कुरा चाहिँ अहिले शान्ति सुव्यवस्था चाहिँ कायम भइसक्यो भन्ने कुरालाई चाहिँ भन्ने कुराको जस चाहिँ सेनालाई नै दिइरहेको थियो मान्छेले अनि ऊ किन प्रेस विज्ञप्तिमा आएको त्यो मैले बुझिनँ डाक्टर साहब यो एउटा अहिलेको ताजा चर्चाको विषय यो पनि भएको हुनाले मैले यो जिज्ञासा राखेको थिएँ अर्को कुरा छ
अब एमालेले निर्वाचनमा सहभागी नहुने भन्ने खालको धारणा सार्वजनिक गरौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले जे कुरा बाहिर ल्याइराखेको छ यसले के सङ्केत गर्छ? त्यो चाहिँ अपरिपक्व छ। उसले किन मेरो विचारमा उसले त्यस्तो भनेको होइन होला। यदि त्यो भनेको हो भने त्यस्तो ब्लन्टली भन्ने आवश्यक छैन। किनभने पछि चुनाव हुने नै भयो भने के हुन्छ त अनि? त्यस कारण त्यो मैले आफ्नो कारणले चाहिँ सुनेको छैन। कसैले एमाले त्यसो भन्ने कुरा सम्प्रेषित भएको देखेको छु। कसैको मुखबाट चाहिँ मैले सुनेको छैन। र सँगसँगै अर्को पक्षले चाहिँ त्यसो भनेको होइन केही जाति भनेर आधिकारिक कुरा चाहिँ त्यो हो एमालेको भन्ने पनि मैले सुनेको छु। जे संसद पुनर्स्थापनालाई नै जोड दिएर जाने भन्ने एमालेको मुख्य लाइन त्यो देखिन्छ। यो कस्तो खालको? अब संसद पुनर्स्थापना त स्वाभाविकै हो नि। आफ्नो बडी कोमामा गएको छ, भेन्टिलेटरमा चढिएको छ, बाँच्नको लागि नै मान्छेले भेन्टिलेटर प्रयोग गर्छ। अब एकातिर ओली एउटा देशको ठुलो पार्टी राजनीतिक दल नेकपा एमाले संसद पुनर्स्थापनाको कुरालाई लिएर हिँडिराखेको छ, त्यतातिर निर्णय गरिरहेछ। नेपाली काङ्ग्रेसले चुनाव विश्वसनीय वातावरण चुनावको बन्छ भन्ने कुरामा शङ्का गरेको छ। काहीँ न काहीँ एमालेको मुद्दालाई नै यो कुराले बल पुर्याउँछ काङ्ग्रेसको आशंकाले पनि। तर प्रचण्ड चाहिँ दुई भित्ता अगाडि बढेर चुनावलाई स्वीकार गर्छौँ, यो परिवर्तन अनिवार्य थियो, राम्रो भएको छ, हामी स्वागत गर्छौँ भन्दै जेनजी सङ्गठन बनाउँदै हिँडिराखेका छन् पुष्पकमल दाहाल। माओवादीको भूमिका र प्रचण्डको भूमिका चाहिँ कस्तो हो अहिले? अब माओवादीको चाहिँ के देखियो भने जसरी सत्ताबाट आफू विमुख हुनु पर्यो नि त, त्यो विमुखताको प्रतिक्रिया जस्तो बुझिन्छ क्या। र सत्ताभन्दा पर्तिर प्रचण्डले चाहिँ आफूलाई नसोचे जस्तो बुझिन्छ। हिजैदेखि उनको चाहिँ भूमिका अस्वाभाविक थियो। मैले त भनि पनि आएको थिएँ, जे अहिले राजनीति आइलागेको छ र जसरी राजनीति ओह्रालो लागेको छ त्यसको सम्पूर्ण जिम्मेवारी चाहिँ प्रचण्डको बन्छ भनेर। किनभने उनको जुन किसिमको यो आयाराम गयाराम प्रवृत्ति थियो नि, त्यो आयाराम गयाराम प्रवृत्तिले गर्दाखेरि राजनीति बिग्रिँदै गयो। होइन भने उनीहरू दुई भाइको गठजोडको कुरा थियो र म्यान्डेट पनि त्यही थियो। 5 दलीय गठबन्धनले ओली प्रतिगामी हो, यसले चाहिँ केही कुरा पनि बाँकी राख्दैन, त्यसकारण ओलीलाई चाहिँ सत्तामा पुग्न दिनु हुँदैन भन्ने म्यान्डेट लिएर उनीहरू निर्वाचनमा गएका थिए र त्यो अनुसारको जनमत पनि आएको थियो। अब त्यसलाई बिगार्ने को त? अब उनको 32 सिट छ, काङ्ग्रेसको 88 सिट छ। प्रचण्ड के भन्छन् भने म प्रधानमन्त्री हुनुपर्छ। यो त कुकुरले पुच्छर होइन पुच्छरले टाउको हल्लाउने भन्थे नि गणेश मानले, त्यस्तो कुरा भयो। त्यसपछि बहुमत काङ्ग्रेसहरू त्यसमा सहमत भएनन्, डिबेट चल्दै थियो। शेरबहादुर लिबरल नेता भएको हुनाले लास्टमा त्यही पनि हुन्थ्यो होला, किनभने पालो त प्रचण्डकै थियो। आफ्नो पार्टीलाई भाँडेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए माकुने र प्रचण्डको ग्याङले। त्यो सबै आपराधिक हरकत थियो नि त। ओलीलाई बाहिर गर्ने नाममा आफ्नै आमाको छाती कोतर्ने कुरा नथ्यो त्यो, त्यस्ता कुरा हुँदै आएका थिए। र त्यही लिएर चाहिँ उनीहरू चाहिँ निर्वाचनमा गए। निर्वाचनमा गइसकेपछि त्यस्तो परिणाम आइपुग्यो। अब त्यस्तो परिणाम आइसकेपछि प्रधानमन्त्री को हुने भन्ने त्यहाँ जद्दोजहद थियो। प्रचण्डले जिद्दी गरे म हुनुपर्छ भनेर। मैले पनि कतिपय अन्तर्वार्तामा भन्दै थिएँ पालो प्रचण्डकै हो, उनी भए त्यस्तो अन्यथा केही पनि हुँदैन भनेर। अब किनभने मलाई त्यही केटी चाहिन्छ भनिसकेपछि छोराले अब के गर्ने त? अब नत्र उसले दोस्रो बाटो लिन्छ, आमा बाबुलाई टेन्सन हुन्छ, मरोस् भन्छन्, उनीहरूले सम्झौता गरिदिन्छन्। प्रचण्ड मलाई त्यही केटी चाहियो, मलाई त्यही केटी चाहियो। अब ठिक छ, त्यसो भने अब लन्च ब्रेक भयो, बालुवाटारबाट उनीहरू चाहिँ छुटे। प्रचण्ड सिधै खान चाहिँ खुमलटारतिर जानुको सट्टा सिधै चाहिँ बारदलीतिर लागिदिए। पछिका परिघटनाहरू यिनीहरू कुरा बिग्रिँदै गयो। केपी ओलीको उद्दण्डता, असहिष्णुता, राजनीतिकता त त्यही हो। अहिले त उनी त्यस्तो अवस्थामा छन् भने तैले त उनी त आफूलाई चाहिँ गजदम्म टाइगरै ठान्थे। कुरा बिग्रिँदै 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 खिचडी पाकेको रहेछ भित्रभित्रै। तर प्रचण्डले सङ्केत गरिसकेका थिए बालुवाटारमा आगो लाग्छ, केपी ओलीको पत्ता साफ हुन्छ, सिंहदरबार हजारौँ लाखौँले घेर्छन्, यस्तो भन्दै थिए। त्यो उनको सङ्केत रहेछ। सङ्केत हो कि उनको प्लान हो? त्यो यहाँ प्लान हो, पक्राउ गर्नुपर्छ र अनुसन्धान गर्नुपर्छ भन्दैछन् महेश बस्नेत। यो जेनजी आन्दोलनमा बालेन रवि र प्रचण्ड डिजाइनर हुन्, यिनलाई समातेर मुख्यतः प्रचण्ड हुन्, समातेर अनुसन्धान गरियोस् भन्दैछन् महेश बस्नेत।
अब महेश बस्नेतलाई पनि समात्नुपर्छ भन्दैछन् त कसले कसलाई समात्ने? ओली आफै फेरि त्रसित छन्, मलाई समाउन खोजिँदैछ, थुन्न खोजिँदैछ भन्दैछन्। त्यस कारणले यो चाहिँ एउटा अस्तव्यस्तता र अराजकताको स्थिति हो र नेपाली राज्यको जुन एउटा विश्वसनीयता र स्थायित्व हो त्यसलाई सिद्ध्याउने खेल जस्तो देखिन्छ यो। अब होइन भने यो अब जेनजीका अनेक समूहहरू उनीहरू कहाँबाट आइपुगे, एउटा कुरा यो भयो। अर्को कुरा जे अहिले भयो जेनजीको त्यो मागै थिएन। उनीहरूले त खालि एउटा कुशासन र भ्रष्टाचार विरुद्ध जनप्रदर्शन मात्रै गरेका थिए। कसरी चाहिँ संसद भवन आक्रमण तोडफोड गर्ने तहमा त्यो पुग्यो, अब कसरी चाहिँ त्यहाँ नरसंहारको स्थिति पैदा भयो, अब सरकार पन्छी भागिसकेको थियो, त्यसपछि यो आगजनी र नेताको घर घरमा गएर तोडफोड गर्ने कुरा कसरी भयो। अब यसको पो अनुसन्धान गर्नुपर्नेमा अब यो अनुसन्धान गर्ने क्रममा चाहिँ प्रचण्ड आइपुग्यो भने आइपुगे, अरू चण्डहरू आइपुगे भने पनि आइपुग्छन्। त्यसकारण मैले चाहिँ जोड दिएको कुरा जुन जाँचबुझ आयोग गठित छ त्यसलाई पर्खिनुपर्छ भन्ने हो। त्यसलाई पनि पर्खिनु अहिले थुन्नुपर्छ भन्छन् फेरि। अहिले थुन्ने हो भने किन जाँचबुझ आयोग गठन गर्नु पर्यो? अब सेनाले यसमा चाहिँ यसमा गहिरो गरी अध्ययन अनुसन्धान गर्नुपर्नेमा ऊ पनि फेरि वक्तव्यबाजीमा आइपुग्यो। प्रहरी त भाग्रे भाग, प्रहरीका चाहिँ समानान्तर 2-3टा कुरा आइरहेछन्। त्यो नक्कु जेल ब्रेक गर्ने कुरामा प्रहरीको उच्च तह आफै जोडिएको भन्ने छ र प्रहरीको उच्च तह आफै सेनाको मुख्यालयमा गएर बसेको भन्ने छ। त्यसमा के हो, बरु सेनाले प्रश्न पार्नुपर्ने कुरा त त्यो होला नि त। त्यो कुरा आएकै आयो नि त सेनाको वक्तव्यमा। त्यो भनेका छन् नि त मान्छेले त। खै कति भिआइपीलाई उद्धार गऱ्यौँ भनिरहेछ, सुरक्षा दिउँ, 68 कि कति भिआइपीहरूको सुरक्षा गरियो भन्ने आइरहेछ सेनाको कुरामा। विस्तृतमा भन्दा पनि सङ्ख्यामा आयो त कतिजना। त्यो त प्रचण्डले भनेकै छ, किचिपिची भन्थ्यो सेनाले हामीलाई धन्न बचायो, तर किन सिंहदरबार बचाएन त प्रचण्डै भनिरहेछन्। त्यस कारणले यो कुरामा के हो त, यसको अन्तर्य के हो त? खोजी नीतिको विषयवस्तु त यो होला नि त। अब जेएनजीको हकमा मैले कति ठाउँमा भनि पनि सकेको छु र हिजो पनि भनेको थिएँ 7वटा बुँदा भनेर। त्यो बुँदा अन्तर्गत मात्रै जेएनजीको कुरा चाहिँ सम्बोधित हुनसक्छ र त्यसको औचित्य पनि देखा पर्न सक्छ। तर अब यहाँ जेएनजी एकातिर छ, अन्तरिम सरकार अर्कैको भन्थ्यो भनेपछि मुद्दा नै अपहरण भयो भन्ने कुरा छ। अब यो अपहरित हो कि होइन भन्ने कुराको स्पष्टीकरण दिने निकाय त हामी होइनौँ। या त जेएनजी हो, होइन भने राज्य हो। अब किनभने प्रधानमन्त्रीले जेएनजीको मुद्दा मेरो एजेन्डा होइन भनिसकेको स्थिति छ। यसबाट के देखियो भने यो विद्रोह चाहिँ ओलीलाई हटाउनमा मात्रै केन्द्रित थियो। अब एउटा ओलीलाई हटाउन यत्रो विध्वंस स्वीकार्य छ कि छैन त? यो जाँचबुझको केन्द्रीय विषयवस्तु हो। यसबाट अस्तव्यस्तता र अराजकता बढ्छ। आज भाटबेटी नै जल्यो, भोलि बिग मार्ट जड्छ। अब मैले भनेकै छु, अब दोस्रो फेज भन्छन्। दोस्रो फेज गर्नलाई बाँकी के छ त? सानातिनो ढुङ्गा मुढा इत्यादि अबको विषयवस्तु रहेन। क्रान्ति अगाडि बढिसक्यो। त्यो भनेको मेडिसिटी जलाउने, अनि नर्भिक, ग्रान्डी, ओम हस्पिटल यति छन् बाँकी। स्कुलहरू, सरकारी विद्यालय सबै सक्नु पर्यो नि, यति छ बाँकी। अब भएका सक्नु पर्यो, यति छैन बाँकी। अनि त्यसपछि त कहाँ आइपुग्छ त त्यो आगो? हो, यो स्थिति भनेको गम्भीर स्थिति हो। यो गम्भीर स्थितिसँग कसरी सामना गर्ने भन्ने चाहिँ मेरो विचारमा सेनाको चासो हुनुपर्ने थियो। ठिकै छ, त्यता पनि चासो छ। हामी संवेदनशील छौँ नि भनिरहेछ सेनाले। चासो होला, सेनाले अब चासो गरेरै अहिलेको पनि परिस्थिति सम्हालेको होला। यो सुरक्षा व्यवस्था पनि चुस्त दुरुस्त देखियो। त्यही भएर नै अब सेनाले पनि सोचिराखेको, मिलाइराखेको होला। डाक्टर साहब यतातिर धेरै सेनातिर भन्दा पनि प्रचण्डको राजनीतिक भूमिका कस्तो हो भन्ने कुरा मैले बढी डाक्टर साहबलाई सोध्न खोजेको छु। किनभने यो हिंसाको पर्दा पछाडिको पात्र प्रचण्ड हो भन्ने कुरा एमालेले त गम्भीर रूपमा उठायो नि त। घर घरमा नेताका घरमा आगो लाउने, शेरबहादुरको टाउको फुटाउने,
यो सबै कुराको डिजाइनर प्रचण्ड हो भन्ने एमालेको पङ्क्तिले आरोप लाउनु त गम्भीर कुरा होइन यो। त्यसो भने त अनुसन्धान विभाग के हेरेर बस्छ त? सेनाको पनि आफ्नो सूत्र होला, प्रहरीको पनि आफ्नो सूत्र होला। ठिक छ, त्यो आरोप आफ्नो ठाउँमा छ, गलत आरोप पूर्वाग्रह पनि होला, आक्रोश पनि होला, तर ठ्याक्कै प्रचण्डको भूमिका कस्तो हो? प्रचण्डको भूमिका त उत्तेजक हो, प्रचण्डको भूमिका उत्तेजक हो, केपिएलीको भूमिका गैर जिम्मेवारी हो, जेनजीको भूमिका अराजक हो। यही हो स्थिति चाहिँ। डाक्टर साहब, अब पार्टी खोल्ने होड चलेको छ। जेनजीले पनि, मिराज ढुङ्गानाले पनि पत्रकार सम्मेलन, हर्का साम्पाङले पनि पार्टी घोषणा गरे, बुद्ध एयरका मालिकले पनि पार्टी घोषणा गरेको स्थिति छ। हाम्रा मितज्यू सुरेन्द्र भण्डारीले पनि गरे। तपाईँका मितज्यू पनि उहाँले त 2-4वटै गरिसक्नुभयो, अब फेरि अर्को गर्नुभयो भन्ने सुनिन्छ। एउटा आन्दोलन, एउटा धक्का हुन्छ कि पार्टी खोल्नेहरूको लर्को निर्वाचन आयोगमा लागिहाल्छ, पार्टी दर्ता, दल दर्ता गर्नेहरूको। यो अहिले पार्टी दल दर्ता गर्ने जुन लहर चलेको छ, यसैभित्र अर्को नयाँ पार्टी खुल्दैछ भन्ने चर्चा छ अहिले। नारायण काजी, जनार्दन र घनश्याम भुषालको एउटा अर्को पार्टी पनि सुरु हुँदैछ भन्ने छ। यो पार्टी खोल्ने होड किन चलेको हो अहिले? यसले कता पुर्याउँछ, के सङ्केत गर्छ यसले? यसको 2-3टा कुरा भन्न सकिन्छ। पहिलो कुरा त दलीय व्यवस्थामा दल खोल्ने भनेको देशवासीको नागरिक र राजनीतिक अधिकार हो। पहिलो कुरा यो हो। दोस्रो कुरा, दलै खोलेर, अब दल खोल्ने भनेको सत्तामा जाने त होला, सत्तामा जान दलै खोल्नुपर्छ भन्ने आवश्यकता रहेनछ भन्ने कुरा अन्तरिम सरकारले देखाउँछ। कस्तरी कस्तरी मान्छे मन्त्री भइरहेछन्, प्रधानमन्त्री भइरहेछन्, कुलमान कहाँ थिए, कहाँ पुगे, त्यो सबै हामी देखिरहेछौँ। दोस्रो कुरा। तेस्रो कुरा, जुन पात्रको हामीले कुरा गरिरहेछौँ तिनीहरू निर्वाचनमा कहिले पनि विजयी बनेका छैनन्। त्यस्ता पराजित अनुहारले के पार्टी खोल्छन् होला त फेरि? त्यो होइन, प्रोपोगेन्डा मात्रै हो, सम्भव छैन त्यस्तो। अब यो जेनजीहरूको पार्टी खोल्ने कुरालाई चाहिँ कसरी लिनुहुन्छ? त्यो चाहिँ स्वागत योग्य कुरा हो र उनीहरूले नै हो अहिलेको स्थिति पैदा गरेको। त्यसलाई सार्थक बनाउनको लागि पनि उनीहरूले पार्टी खोल्नुको विकल्प थिएन। तर मेरो विचारमा त्यो पनि यति चुनौतीको बिचमा छ, लगभग असम्भव छ त्यो। किनभने उनीहरूले यो विद्रोह हामीले गरेको भनिसकेपछि त यो विद्रोहलाई लक्ष्यमा पुर्याउने हक दैया त उनीहरूको भन्थ्यो नि त। त्यो ट्रेन त छुट्यो, कसले अपहरण गरिदियो, के भयो र यति बदनाम भयो जेनजीको बाई प्रोडक्ट होइन। समता फाउन्डेसनको बदनामी त्यहीँबाट आयो, बारबारा फाउन्डेसनको बदनामी त्यहीँबाट आयो। जे कुलमान महावीर लगायतका सेलिब्रिटीहरू थिए जसको वाइ थियो नेपाली समाजमा, तिनीहरूको पनि ग्राफ त ओह्रालो लाग्नेतिर गइराखेको छ नि त यसबाट चाहिँ शिक्षा लिने कि नलिने भन्ने प्रश्न हो। यसबाट हाम्रो समाज कहाँ छ भनेर थाहा पाउने कुरा पनि हो। हामी गलत ठाउँमा छौँ र हाम्रो चेतना एकदमै पछौटे छ। त्यसकारण हामीले हाम्रो चेतनालाई उकास्नुपर्छ। त्यसको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि समाज व्यवस्था, समाज विकासको क्रम, देश जनताको उच्च स्थान, देशवासीले पाइरहेको दुःख, हामीले गरिरहेको खेलोमेलो, हाम्रो आन्दोलनको चरित्र, त्यसमा हामी चाहिँ केन्द्रित हुनु पर्यो। अब हामी तोडफोड र आगजनीमा आइराखेका छौँ र यो काम जेनजीले गरेको भन्ने छ भनेपछि नजन्मिँदै बदनाम भएन जेनजी। मलाई के लाग्छ भने जेनजीलाई समुदायमा पुगेर सफलीभूत भएर फर्केर आउन पनि सजिलो छैन। किनभने यो के गरेको तैँले भन्छ नि त भोलि मान्छे। अहिले अन्तर्राष्ट्रिय रूपमा पनि यो जेनजी नै अप्ठ्यारोमा पर्यो भन्ने छ क्या। जेनजी पुस्तालाई नै बढी समस्या भयो बाहिर पनि। अब यो जेनजी भनेर यस्तो के हो भन्ने उनीहरूमाथि जुन यो अहिले कलङ्क लागेको छ हिंसाको, त्यसले गर्दा अन्तर्राष्ट्रिय समुदायमा जाने कुरामा, जेनजीहरूलाई भिसा दिने कुरामा पनि धेरै अप्ठ्यारो सुरु भइसकेको छ भन्ने आइराखेको छ डाक्टर साहब। हो, अन्तर्राष्ट्रिय रूपमा नै जेनजी निषेध हुन सक्ने स्थिति बन्दै गयो भन्ने चिन्ता पनि गरिराखेका छन् मान्छे। हो, यो कुरा उनीहरूले खुलस्त बनाउनु पर्यो। मैले त सुरुदेखि भनेको थिएँ नि त। मैले सुरुदेखि के भन्दा आइडियोलोजीको कुरा गरेको थिएँ होइन, स्ट्रक्चरको कुरा गरेको थिएँ, लिडरसिपको कुरा गरेको थिएँ र रोड म्यापको कुरा गरेको थिएँ। यो 4वटा कुरामा जेनजी चाहिँ केन्द्रित हुनुपर्छ भनेपछि उसले आइडियोलोजी प्रश्न पार्नु पर्यो। उसको वैचारिकी के हो त? उसको मल्टी पार्टी हो भने यही संविधानलाई चाहिँ पुनर्लेखन अथवा संशोधन गरेर आफ्ना जे कुराहरू हुन् त्यहाँभित्र चाहिँ प्रविष्ट गराउन सकिन्छ भन्ने मेरो आइडियोलोजीको कुरा थियो। स्ट्रक्चरको कुरामा मैले के भनेको थिएँ भने यो त देशव्यापी भयो। यो
अब उसको संरचना देशव्यापी छ त, उसको सञ्जाल छ देशव्यापी, छैन भने गाउँ गाउँमा कसले चाहिँ त्यो लुट्ने कुट्ने काम कसले गराएको छ त? त्यसलाई त जेएनजीले ओन किन गरिरहनु पर्यो? उसले गरेकै होइन त्यो कुरा। जेएनजीको नाममा कुनै लुटा समूहले त्यो गरेको भन्ने अर्थ आउँछ, तर ऊ त्यतातिर गएन, स्ट्रक्चरको बारेमा उसले क्लियरिटी दिएन। अनि मैले लिडरसिपको कुरा गरेको थिएँ, यो सब गर्नेको लिडरसिपको हो त। कसैले लुसिफर भने, कसैले सुदन गुरुङ भने, पछि आएर मिराज ढुङ्गानाले म हुँ भने, प्रवेश दाहालको कुरा पनि आयो। को हो त्यसको वास्तविक लिडरसिप? त्यसपछि मैले चाहिँ यदि त्यहाँ लिडरसिप छ भनेदेखि त्यसैको लिडरसिपमा चाहिँ अन्तरिम सरकार बनाइदिनुपर्छ र त्यो अन्तरिम सरकारमा जानुभन्दा अगाडि त्यो सरकारको रोड म्याप आउनुपर्छ भनेर त्यो रोड म्याप अन्तर्गत 3टा बुँदा राखिदिएको थिएँ मैले। अन्तरिम संविधान, अन्तरिम सरकार र निर्वाचन। अब अन्तरिम संविधानमा यदि उनीहरूको 1 नम्बर र यो 4 को रिलेसन हुन्छ, 1 नम्बरमा जुन आइडियोलोजी कुरा भनिएको छ र 4 को खमा जो अन्तरिम संविधान बनिएको छ, यदि उनीहरूको आइडियोलोजी अहिलेकै मल्टी पार्टी वरिपरि हो भनेदेखि अन्तरिम संविधानमा गइरहनु परेन। यही संविधानमा व्यापक पुनर्लेखन अथवा संशोधन गर्ने, अहिलेसम्म संविधान संशोधन भन्ने चाहिँ मधेसवादी सेनाले पनि भनेको, रासोपा पनि यसको स्टेक होल्डर हो र दुर्गा परसाई पनि यसको स्टेक होल्डर हुन् भनिसकेपछि रासोपाको कुरा, मधेसवादीको कुरा, दुर्गा परसाईले उठाएको कुरा समेत पनि यही संविधान संशोधन अथवा पुनर्लेखनको माध्यमबाट चाहिँ पूर्णता दिन सकिने। अब किनभने यो त विद्रोहबाट बनेको सरकार थियो, त्यस्तो बेलामा यो प्रतिनिधि सभालाई, यो संसदलाई के गर्ने, यसलाई कसले अनुमोदन गर्ने भन्ने प्रश्न पनि अनुत्तरित नै थियो। तर यो विद्रोहको रापतापबाट भएको हुनाले सबलाई रापसाप गरिदिने यो अकर्मण्य संसद हो। किनभने अत्यन्त गनाएको थियो नि त। यो त कुलिङ पिरियड, हिजो मेरो त्यो कुलिङ पिरियडको एउटा नायिकासँग भेट भएको थियो। यो कुलिङ पिरियड एब्सोल्युटली ओलीले गरेको हो त्यसले। कसले गरे हो त यो? त्यो पात्र हो नि ओली भने। त यस्तो अपराध गर्ने ठाउँ हो त त्यो। उनीहरू कसरी चाहिँ त्यसलाई चाहिँ दुरुपयोग गर्थे त? जनताको विद्रोह त्यसमा विस्फोटित भएको हुनाले त्यसलाई पनि डाँडा कटाइदिने र अन्तरिमकालीन व्यवस्था गरेर चाहिँ अन्तरिम सरकारको पहल कदमीमा अब यिनै मान्छेहरू अन्तरिम सरकारमा जाने जसले यो गरेको छ। अनि त्यो जाँचबुझ आयोग त्यो, अनि सँगसँगै भ्रष्टाचार सम्बन्धी उच्च स्तरीय आयोग पनि गठन गर्ने र भ्रष्ट नेताहरूलाई कारबाहीको दायरामा ल्याउने। यो हरकत कसरी भयो त्यसको जाँचबुझ गर्ने यो कार्की आयोग भइहाल्यो। अर्को एउटा सार्की आयोग गठन गरेर त्यसले चाहिँ भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउने लगायतका कुराहरू गर्ने अनि चाहिँ निर्वाचनको प्रक्रियामा जाने। यो एउटा परिकल्पना चाहिँ मैले विचार विमर्शमा ल्याएको थिएँ। अब यहाँ के भयो भने युट्युबभन्दा पढ्दै हाम्रो विचार जाँदैन, 12 भाइले यो विचार छिर्नै दिँदैनन्, यसलाई चाहिँ मूल प्रवाहीकरण पनि गर्न सकिएन। त्यसपछि परिस्थिति बिग्रिँदै अन्यलहरू थपिँदै आइसकेपछि अब केपी ओलीले खुल्लमखुल्ला चाहिँ हुङ्कार गर्न थाले। अब अहिले त के सुनिँदैछ भनेदेखि बालेन शाहले चाहिँ गृहमन्त्रीको राजीनामाको कुरा गर्दैछन्, कतिले प्रधानमन्त्रीको राजीनामाको कुरा गर्न थाले। अनि यो त अस्तव्यस्तता र अराजकतातिर जाने कुरा भएको आधारमा राजीनामा मात्रै होइन डाक्टर साहब, अब भाग्ने स्थिति आउँछ यिनको। अब पालो नै यिनको त्यहाँ भाग्ने स्थिति चाहिँ सुशीला कार्कीको हुन्छ भन्दैछन् मान्छे। त्यो त के मरी भन्दा पनि काल पल्क्यो भन्ने उखान छैन नेपालीमा। त्यही कुरा भएको हुनाले त हामीले यसमा भिन्न मत राखेको त। नत्र भने तिहार सकियोस् देखाउला भन्दैछन् नि त अहिले। त्यो त अर्काको हकमा भयो, आफूले देख्नु पर्यो भने। अनि त्यो दिन आउँदैन भन्नु छ त अहिले त सामाजिक अराजकताको स्थिति हो नि त। त्यसबाट कसरी समाजलाई बचाउने भन्नेको पो प्रश्न हो त अहिले। उसको घर जल्दाखेरि आनन्द आउँछ होइन हामीलाई, आफ्नै घर जल्यो भने के हुन्छ त भोलि? त्यो स्थिति छ नि त अहिले। रिस उठ्यो कि तेरो घर देखाइदिन्छ, अब पक्लास त्यस्तो आयो क्या। अब माओवादीहरू, माधव नेपालको पार्टी, एकीकृत समाजवादी लगायत दल फुट्ने सङ्केत हो यो। जनार्दन, घनश्याम र नारायण काजी एक ठाउँ आएर पार्टी बनाउने कुरा होइन। अब यो एउटा वैकल्पिक राजनीतिक धारको खोजी पनि हुनसक्छ यो। किन सबैप्रति नकारात्मक सोचबाट किन हेर्ने? तर यी जो मान्छेहरूको हामी कुरा गर्दैछौँ यिनीहरूले चाहिँ गरिखाने कुरा अब हुँदैन क्या।
यो एकदमै गनाइसकेको टेस्टेड मोह हो। मान्छेहरू नै। यिनीहरू टेस्टेड गनाइसकेका मान्छेहरू हुन् यिनीहरूमा नयाँ कुरा केही पनि छैन। यिनीहरू समाजसँग जोडिन पनि चाहँदैनन्, समाजलाई फेस गर्न पनि चाहँदैनन्। भित्रभित्रै जुन स्कुलिङबाट यिनीहरू ग्रुमिङ भएका छन् त्यसैबाट प्रपञ्च, षड्यन्त्र, द्रव्यको व्यवस्थापन, पदको व्यवस्थापनबाट काम चलाउन खोज्छन् यिनीहरू। त्यसकारण जेनजीहरूको जुन विद्रोहको कुरा आइरहेको थियो त्यसलाई परिणामसम्म पुर्याइदिन सकेको भएदेखि वास्तवमा त्यसले एउटा निकास दिन सक्थ्यो क्या। त्यो नै निकासको एउटा आधार हुन्थ्यो त भन्न सकिँदैन, किनभने त्यहाँ पनि राजनीतिक सुझबुझ र चेतना हो कि होइन भन्ने कुरा छ। मुख्य कुरा त राजनीति नै हो नि त। राजनीति बुझ्नु पऱ्यो, समाज विकासको नियम बुझ्नु पऱ्यो, राजनीतिका नियमहरू बुझ्नु पऱ्यो। केपी ओलीसँग हामीलाई रिस उठ्छ, प्रचण्डसँग हामीलाई रिस उठ्छ, तर उनीहरू एकाएक त्यहाँ पुगेका होइनन् नि त। ठुलो कष्टसाध्य लगानीबाट, त्याग बलिदानबाट उनीहरू त्यहाँ पुगेका छन् नि त। हेर त अहिले त त्यस्तो उद्दण्डतापूर्ण अभिव्यक्ति हुँदाहुँदै पनि केपी ओलीको त्यो दमनलाई कसरी मान्छेले खपेका होलान् ल भन्नु त। किनभने उनीसँग इतिहासको पुँजी छ। होइन भने केपी ओली जस्तो समयमै निर्णय गरे नि त शेरबहादुर देउपाले। केपी ओलीले पनि वास्तवमा गर्नुपर्ने निर्णय त्यो थियो, तर त्यहाँ को आइदिने त भन्ने विकल्प निर्माणको प्रश्न पनि त्यतिकै जटिल थियो नि त। उनीहरूको डेमोक्रेटिक पार्टी भएको हुनाले सहजै उनले पूर्णबहादुर खड्कालाई अवतरण गरिदिए। गगन थापाहरू पनि चुप लागे, किनभने त्यहाँभित्रको वरियता नै त्यही हो, त्यहाँभित्रको सहजता र स्वाभाविकता नै त्यही हो। त्यस्तो किसिमको सहजता र स्वाभाविकतालाई यता कम्युनिस्ट पार्टी, किनभने प्रचण्डकै माओवादीकै त्यही छ नि त। त्यति हुँदाहुँदै पनि अब वरियताकै कुरा गर्ने हो भने त शेखर कोइराला अनैतिक प्रश्न उठाइराखेका थिए। त्यहाँ पनि कार्यवाहक मलाई दिनुपर्छ भन्ने दाबी थियो। कसरी के आधार अब त्यो उनी त्यो मिच्न चाहन्थे, वरियता मिच्न चाहन्थे शेखर कोइराला, सफल भएनन्। मिल्दै नमिल्ने कुरा हो नि, उनको वरियता उनी त पराजित हुन्। वास्तवमा देउवाले सही निर्णय गरे भन्ने देखिन्छ पार्टीको वरियतालाई हेर्ने हो भने। अब एमालेमा किन त्यस्तो हुन सकेन त? किनभने चाहिँ उनीहरूले चाहिँ कम्युनिस्ट पार्टी डिक्टेटोरियल हुन्छ, नेतृत्व प्रणालीलाई उनीहरूले चाहिँ पारदर्शी राखेको हुँदैन। जस्तो अहिले नै पनि उनीहरू शङ्कर पोखरेल, प्रदीप गेवाली यस्तो भन्छन्, तिनीहरू वरियता हुन् र त्यहाँ। त्यस कारण मैले भने बरु चाहिँ उषा किरणलाई बनाइदियो तिमीले, त्यहाँबाट एउटा उपाय आउन सक्छ। त्यस कारणले त्यहाँ यहाँ कुनै वरियतै छैन नि त त्यहाँभित्र। त्यति बेला सुभाष नेम्बाङ हुँदाखेरि सुभाष नेम्बाङको वरियता खोज्थे। सुभाष नेम्बाङको त एउटा बौद्धिक भूमिका मात्रै हो नि त पार्टीमा। तर किनभने विभिन्न कारणले, किनभने अरूको इमेज गिर्दो थियो, सुभाष नेम्बाङको इमेज चाहिँ बढ्दो थियो। त्यो सन्दर्भमा वाइ नट सुभाष नेम्बाङ भन्ने कुरा थियो। तर वास्तवमा त सुभाष नेम्बाङको त बौद्धिक भूमिका मात्रै हो नि पार्टीमा। भीमरावहरूको कुरा पनि यही हो। पब्लिक इमेजको कुरा गर्ने हो भने त उषा किरण बाहेक अर्को एमालेको देखिएन। त्यो कुरा स्वीकार्न एमाले तयार छैन। होइन, उषा किरणको पब्लिक इमेज होइन, जेनजी इमेजको कुरा आयो। जेनजी भावनाको प्रतिनिधित्व, जेनजी भावनाको प्रतिनिधित्व गर्यो नि त। त्यसकारण यो किसिमको यो कहाँबाट आयो त भन्दा दलहरूले त्यहाँभित्र वरियतालाई व्यवस्थापन गर्न सकेन नि त। अमृत बोरा हुन् नि त त्यहाँभित्रको सहज वरियताको माथिल्लो सिँढीका व्यक्ति त उनी त झल्ना सिनियर हुन् नि त। तर अहिलेसम्म नाम आउँदैन। किनभने अब गुणग्राही छैन नेपाली समाज। एउटा म मात्रै हुँ। तपाईँले मोहनचन्द्र अधिकारीको नाम बारम्बार लिनुहुन्छ। रूपान्तरण कार्यक्रममा किन ल्याउनु ल भन्छन् क्या मलाई साथीहरू। अब मेरा पनि केही बाध्यताहरू छन्, उहाँको उमेरको समस्या होला, अभिव्यक्तिको समस्या होला, सबै त मान्छेले कुरा बुझिरहेको हुँदैन नि त। अब अमृत बोरा त ठ्याक्कै झलनाथभन्दा सिनियर हुन्, उनको नामै आउँदैन। अरू पनि त्यस कारण मैले पनि तिमीहरू वरियता मिलाउ न तिमीहरू त्यहाँ, र जुन अल्टरनेटिभ लिडरसिप हो त्यसको बारेमा तिमीहरू ध्यान देऊ न। जस्तो अब सभामुखको बारेमा मैले भने होइन, यिनले गरी खाँदैनन् र जे अहिले भयो त्यही हुन्छ भने हो के मैले त्यही दिन त्यहाँ पनि वरियता मिच्ने कुरा भयो। त्यहाँ वास्तवमा अमृत बोरा जस्तालाई पुर्याइनु पर्दथ्यो। त्यस कारणले पद्धतिलाई उनीहरूले मान्ने एउटा परम्परा परिपाटी बसाएका छैनन्। यो कोइरालाहरूको समस्या हो। जस्तो गिरिजाले के खोजिरहेको थिए त भन्दा छोरीलाई अगाडि बढाउने। अब छोरीलाई अगाडि बढाउने नाममा उनीहरूले त्यहाँभित्रको वरियता भनेको त शैलजा हो नि, कोइरालै परिवारभित्रको हो। तर कोइरालाहरूलाई भान्जी भएन, छोरी नै चाहियो। नोनाको पनि जोड थियो अरे, सुजाताको ठाउँमा शेखरलाई लानुपर्छ भन्ने जोड थियो अरे। भित्री कुरा
मलाई यति काङ्ग्रेसहरूसँग सङ्गत भएको हुनाले यति पनि थाहा भयो, भाइहरूलाई यति पनि थाहा हुँदैन। शेखर गराएर हुन्छ र त्यहाँ गगन थापाहरूलाई नै त्यो सहजता म देख्दिनँ, किनभने वरियता पुग्दैन नि बाबा। एउटै अवस्थामा गगन थापाहरूको उदय सम्भव छ, त्यो भनेको जेन्जी स्पिरिट। जेन्जीले एउटा भिन्न परिवेश ल्याइदिएको छ। अब यो जेन्जीलाई हामी समाधान दिन सक्छौँ कि सक्दैनौँ, आजको मुख्य प्रश्न यो हो। किनभने उनीहरूको जो विद्रोहको एउटा आधार हो त्यो दलको कारणले उत्पन्न भएको, यो जेन्जीको कारणले भएको होइन। दलहरूको कुशासन, नेपोबेबिजम, विकृति विसङ्गति, भ्रष्टाचार, वास्तवमा समाजले लोकतन्त्रको लाभ त पाएन नि, त्यो सत्य कुरा हो नि। लोकतन्त्रले त समाजलाई पो समेट्नुपर्छ त, लोकतन्त्रले समाजलाई न्याय दिनुपर्छ। समाजले त्यो लोकतन्त्रलाई ओन गर्छ, उसले त्यसलाई ओन गरेको भए ऊ चाहिँ आगजनी गर्न जान्थ्यो। जो नेताहरूको घरमा आगजनी भइरहेछ, समाज त के स्वयं नेताले मेरो घर किन जलाएको भन्न सकिरहेको छैन। छ एकजनाले मेरो घर, रामनारायण बिडारी बाहेक कसैले पनि मेरो घर किन जलाएको भन्न सकेनन्। सके ल, सके भने कसले भनेको छ ल मलाई भन्नु छ, कसैले भनेको? माकुनेले जेन्जीको ग्लोरिफाई गरे, प्रचण्ड त त्यसको माया नआएकै भइहाले, केपी ओलीले पनि गुनासो मात्रै गरे, तर म जलाउन लागेको थिइनँ भनेको छैन उनले पनि। इभन झलनाथ खनालले पनि मेरो श्रीमतीको के दोष मात्रै भनेको छ। झलनाथको घरसँग जोडिएको नेपालको सङ्ग्रहालय भन्न लायक महेशराज पन्तको घर पनि झन्न सल्किन आँटिरहेको रहेछ। कसरी त्यो बच्यो? त्यो जलेको भएदेखि नेपालमा केही पनि बाँकी रहने थिएन। अब यो जेन्जीलाई थाहा छ त, महेशराजलाई थाहा छ, जेन्जीलाई थाहा छ महेशराज भनेको हो। त्यसकारण जेन्जीहरू आफैले भने कि यो सिंहदरबार जलाउने हेतु हाम्रो थिएन भनेर। त्यसो भने कसले जलायो त? यो जलाउने दण्डनीय हो कि होइन त? सर्वोच्च अदालत किन जलाउनु पर्ने? स्वास्थ्य मन्त्रालय किन जलाउनु पर्ने? यो प्रश्न आयो नि त। त्यसकारण मान्छेले, मैले एउटा वाइसिएलको एउटा युवाको पनि बोली सुनिरहेको थिएँ, जे जलेनन् तीबाट आकलन गर्नुहोस् तपाईँ यो कसले जलायो भन्दै थियो उसले। यसलाई गहिरो गरी हेर्नुपर्ने हो। सेनाको काम चाहिँ त्यो हो र नोटिसमा राख्नुपर्ने, र जसले यो फटाइ गरेको छ उनीहरूलाई कारबाहीको दायरामा ल्याउन, राज्यलाई यस्तो छ भनेर सूचना दिनुपर्ने, यो काम हो सेनाको। नत्र विवाद आइहाल्छ नि। अब बचेको त्यही एउटा सेना छ, त्यो पनि विवादमा आयो भने अनि के बाँकी रह्यो त नेपालको? त्यो काम गर्नै हुँदैन। डाक्टर साहब, अब यसमा यो आन्दोलनमा बालेनलाई पनि धेरै नै जोडेर चर्चा गरियो, लुसिफरसम्म भन्ने चर्चाहरू भएका छन्। अब अहिले बालेनलाई काम गर्न कति सहज छ? अब महानगरमा पनि उनी त्यो वडाध्यक्षहरूको पेलानमा छन्, दलीय पेलान त्यहाँ पनि सुरु भएको हो कि जस्तो देखिन्छ। अब बालेनका अगाडि कस्ता खालका चुनौती देख्नुहुन्छ तपाईँ? अब बालेन को हुन् भन्ने सबभन्दा प्रमुख प्रश्न हो। बालेन लुसिफर हुन् भने उनी दण्डनीय छन्। अब बालेन हुन् भने उनलाई काम गर्न त दिनु पर्यो जम्मैले। को हुन् त बालेन शाह? प्रश्न नै यो हो। जो बबन्डर भइरहेछ कसले गरे हो त्यो? अब हामीलाई पनि बोल्न डर लाग्छ, तर यो दण्डनीय काम होइन यो। भाटभटेनीले एमालेलाई आर्थिक सहयोग दिएर अपराध गरेको कुरा मात्रै हाइलाइट भयो। भगवान कोइरालाको हस्पिटललाई दिएको 80 करोड खोइ त? टिचिङ हस्पिटललाई दिएको 40 करोड खोइ त? राज्यको आधी यो मेरोको आधी सम्पत्ति राज्यलाई दिन्छु भन्ने कमिटमेन्ट कता? खालि एमालेलाई 1 अरब दिएको, त्यसकारण भाटभटेनी जल्नुपर्छ भन्ने मात्रै तर्क हो भने यी जम्मै राजनीतिक दलहरूलाई पालेको चन्दा आर्थिक सहयोगबाट त उद्यमीहरूले नै होइन, केही पनि बाँकी राखेनौँ हामीले। यसको पछाडि बालेन शाह छन् कि छैनन् त? यो प्रश्नको उत्तर चाहियो, त्यसपछि बालेन शाहको कुरा गर्न सकिन्छ। मैले त हिजोदेखि भनेको थिएँ बालेन शाहको बारेमा बोल्ने हो भने पहिला उनको गन्तव्य के हो त्यो प्रश्न हुनुपर्छ भनेको थिएँ। मलाई थाहा छैन उनको गन्तव्य के हो। काठमाडौँको जनताले भन्नु पर्यो के सोचेर तिमीले बालेन शाहलाई छनौट गरेका थियौ। यसको उत्तर म त सजिलै दिन सक्छु, किनभने दलहरूले राम्रो उम्मेदवार दिएनन्। प्रकाशमानले आफ्नो स्वास्नी अगाडि सारे, केपी ओलीले केशव स्थापित जस्तो अराजक किसिमको मान्छेलाई अगाडि सारे, प्रतिक्रिया स्वरूप उनले बालेनलाई खन्याइदिए। तर उनीहरूले चाहिँ जोटीपुटी मेयरको रूपमा अगाडि सारेका छन्। जेन्जी नै हुन् नि उनी पनि। त्यहाँ उपयुक्त मान्छे मात्रै उनीहरूले अगाडि सारिदिएको भए पनि
अलिकति कमान्ड हातमा लिन्थ्यो होला नि त। तर हामी देखिरहेछौँ नि, भन्यो भने सबै रिसाइहाल्छन्। अहिले त लैङ्गिक आधारमा मान्छेले धारणा बनाउँछन्, जातीय आधारमा धारणा बनाउँछन्, तेरो मेरो आधारमा धारणा बनाउँछन् र बेकारमा ट्रोल भइन्छ। तर काठमाडौँ जस्तो उपत्यकाको डिप्युटी मेयर जुन समूहलाई, जुन पात्रलाई उनीहरूले अगाडि सारे, बोल्ती बन्द भयो कि भएन अहिले? किनभने राजनीतिक परिपक्व, उनको पनि दोष छैन बिचरा, उनको त्यहाँ पुग्ने उमेर र अवस्थै होइन। यो त जेनजीहरूले पनि देखाए, उनले आफै भने हामीलाई अनुभव पनि छैन, ज्ञान पनि छैन, केही पनि थाहा नभएका हुनाले हामीले चाहिँ सुशीला कार्कीलाई अगाडि सार्नु परेको, यो संविधानलाई अपनाउनु परेको उनीहरूले भनेकै छ। त्यसो हो भने यत्रो किसिमको शिकार मुखमा हाल्ने कोसिस गर्नुहुन्थ्यो त, घाँटी हेरेर हाड्नु पर्दैन। त्यसपछि मलाई के लागेको भने यो वास्तवमा साधारण जेनजी विद्रोह मात्रै थिएन, असन्तुष्ट विरुद्धको विद्रोह मात्रै पनि थिएन, यो प्रायोजित थियो। त्यसले नै यो एजेन्डालाई चाहिँ अपहरण गर्यो। मेरो यो एउटा समाजको अगाडि राखिदिएको मेरो पोजिसन होइन, रिमार्क मात्रै हो। होइन भने कहाँबाट आयो त्यो बारबारा फाउन्डेसन भन्ने, कहाँबाट आयो समता फाउन्डेसन भन्ने, कहाँबाट आयो? अरू पनि त थियो, इन्सेक थियो, हुर्फोन थियो, फ्रिडम फोरम थियो, थिएनन्? यिनीहरू नै किन आयो त? म थिएँ, सुशीला कार्की किन आइन् त? सुशीला कार्कीलाई त नियम कानुन अनुसार पनि मिल्दैन थियो। अरू थिए, डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्थ्यो, सन्दुक रुइतै भएको भए पनि हुन्थ्यो, किन उनको सामाजिक एउटा इमेज थियो। त्यसकारण हामीलाई के लाग्यो भने यहाँ केही न केही खेलमेलो हुनुपर्छ। हो, यो आजको अनुत्तरित प्रश्न हो, जसको गुत्थी खुला नगरिकन केही कुरा नि बुझिँदैन। अब सेनाले चाहिँ स्टेक होल्डर भनेर दुर्गा परसाईसँग फोटो खिच्यो, रासोपा पनि भन्यो, प्रहरीको एउटा अधिकृतको त रवि लामिछानेसँग सहकार्य नै भन्ने छ, त्यो अन्तर्गत उनी जेलबाट बाहिर आएको भन्ने छ। गम्भीर विषय भएन? के हुन्थ्यो? सबै हावादारी कुरा मात्रै हुन् कि यसमा केही तारतम्य पनि छ? त्यो फुकेपछि आफै बालन शाहको कुरा चाहिँ फुक्छ। ठिक छ डाक्टर साहब, यो हामी कुराकानीको अन्तिम चरणमा छौँ। अब विकल्प के हो त? कसो गर्दाखेरि आगामी जोखिमहरूलाई निरुत्साहित गर्न सकिन्छ, आगामी जोखिमहरूलाई, र विकल्प के छ अब दलहरूका अगाडि? अब दल त अहिलेको विकल्पको प्राथमिकतामा पर्दैन होइन। अहिलेको प्रमुख प्रश्न भनेको जेनजी नै हो। जेनजीले कि हात उठाउनु पर्यो कि उसले आफ्नो एजेन्डाहरू बाहिर ल्याउनु पर्यो क्या? हात उठाउनु पर्यो नि, नत्र भने यत्रो स्थिति ल्याउने अनि यसको जवाबदेहिता नलिने भनेपछि मिल्यो त त्यो कुरा? जेनजीसँग असान्दर्भिक मानिसहरूको सरकार बनिरहेको स्थिति छ। पहिला यसलाई फुकाउनु पर्यो, त्यसपछि जेनजीलाई प्राथमिकता दिँदै सरकार विस्तार गर्नु पर्यो र दलसँग सहकार्य गर्नु पर्यो र निर्वाचनमा जानु पर्यो। अर्को कुनै विकल्प छैन। होइन भने संसद पुनर्स्थापना हुन्छ। संसद पुनर्स्थापना हुने बित्तिकै केपी ओली प्रधानमन्त्री हुन्छन् अनि यी सबै प्राप्तिहरू शून्यमा जान्छन्। राजनीतिक रूपमा हेर्ने हो भने जे मन लाग्यो त्यो गर्ने हो भने त फेरि आगो लाउँ, हस्पिटल जलाउँ, अझै नेताहरूलाई कम्बो भन्ने छ, नेतालाई मारौँ, त्यसबाट त निकास आउँदैन होला। निकासै खोजेको हो भने यिनीहरू छन्। प्रधानमन्त्रीको जुन तौर तरिका देखिएको छ, केपी ओली भन्दा बेग्लै उनको शैली त आएन नि त। त्यो होइन नि प्रधानमन्त्रीको शैली। नियम कानुनको त धज्जी उडेकै छ। पूर्व न्यायाधीशलाई चाहिँ के नियम कानुन र नियम कानुनका हिसाबले त उनी प्रधानमन्त्री हुन योग्य होइनन् भन्ने त होइन। त्यो त विद्रोहबाट आयो भन्ने उनीहरूले मानेको थियो त, मैले नै मानेको थिएँ। ठिक, प्रधानमन्त्री महिलाको इतिहास बन्यो, पूर्व प्रधान न्यायाधीश जिन्दाबाद त मैले नै भनेको थिएँ। तर त्यसपछि मैले 72 को संविधान ओन गरेँ भन्नुभयो, जसले चाहिँ न्यायाधीशलाई मन्त्री हुन रोक्छ, बनाइदिनु भयो। अनि के हुन्छ त यसबाट? त्यसपछि अर्को एकजना लेडीको नाम लिएर आउनुभयो, नजन्मिने विवाद भयो। अर्को लेडीको नाम लिएर आउनुभयो, फेरि विवाद भयो। यसले के देखायो त भन्दा कि कुनै एउटा अमुक केन्द्रले यसलाई मन्त्री बनाउनु भनेर उहाँ कहाँ सूची पठाउँदो रहेछ, उहाँ दाहिने देब्रे नहेरिकन ठोकिदिनु हुँदो रहेछ। यो देखियो त। यसले त चिजलाई ठिक ठाउँमा पुर्याउँदैन नि त। त्यसपछि प्रधानमन्त्रीतिर मान्छे खनिन थाले।
पहिला आमाले मात्रै माया गर्छन्, अब हामी आमाको काखमा छौँ, सुरक्षित छौँ भन्थे, वाह गर्न थालेको थियो होइन त। अब जगटा छर्नुपर्छ भन्न थाले। अनि त्यो त राम्रो भयो त नि। हो, यही मैले भनेको। मैले सुरुदेखि नै तिमीहरू नेपोटिज्म यो स्वास्नीवाद यस्तो नगर न साथी हो भन्थे, मलाई नि टोकुला जस्तो गर्थे। जगल्टामा समात्छ नै तिमीहरूलाई भनेको थिएँ कि थिएन? आखिरी आर्जुको जगल्टा बाँकी राखे त मान्छेले। यति मात्रै भएको छ। यो प्रक्रिया बढ्यो भने त अहिले जगल्टा मात्रै समातेका छन्, भोलि जगल्टामा आगो लगाइदिन्छन्। अनि बहादुरी हो त एउटा महिलालाई जगल्टामा समातेर आगो लगाउनु? बहादुरी हुन्छ त त्यो? त्यस कारण समय रहँदै हामी आफूलाई सम्हालौँ भन्ने मात्रै मेरो कुरा हो। अब कर्ता म छैन, कर्ताले यो गरिदिँदैन मैले भनेर केही पनि हुँदैन। कुरा यति हो। हवस्, समय दिनुभयो। यो समय र संवादका लागि यहाँलाई धेरै धेरै ल, धन्यवाद।